सम्पूर्ण साथीलाई स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। आज चाहिँ हामी खरिदारको नमुना परीक्षा सेट 2 लिएर आएछौँ। यसमा करेन्ट अफेयरहरू पनि छन् र जिकेहरू पनि र आइक्यूहरू पनि छन्। साथसाथै आइक्यूमा ट्रिक्सहरू पनि हामी सिक्दै जाने हो। अनि आइक्यूको केही क्वेसनहरूमा अलि डिपली पनि हामी जाने हो, जुन चाहिँ पछि सोध्न पनि सक्छन्। त्यही अनुसारको प्रश्नहरू आउँदा हजुरहरूले पनि टिप्नु होला है, मेन पोइन्टहरू है। ल सुरुमा यो च्यानललाई सब्सक्राइब गर्नु होला र लाइक बटन पनि दिनु होला है, अनि साथीहरूलाई सेयर गर्नु होला। ल पहिलो प्रश्न के छ, नेपालको कुन कुन जिल्लामा गाउँपालिका छैन है। अब यस्तोमा चाहिँ स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार गाउँपालिका विहीन जिल्ला कतिवटा छन्? गाउँपालिका विहीन जिल्ला चाहिँ 2 वटा है। सरी, गाउँपालिका विहीन जिल्ला कतिवटा? 2 वटा है। त्यो कुन कुन हो? काठमाडौँ, भक्तपुर, ललितपुर होइन क्या। ललितपुरमा पनि अहिले गाउँपालिका 6 वटा है। त्यही भएर हाम्रो अप्सन नम्बर ए सही हो है। त्यस्तै भने छन् तलको भनाइ विचार गर्नुहोस्। के भने छन्, लाल सागर एसिया र अफ्रिकाको बिचमा पर्छ। यो त सही कुरा स्टेटमेन्ट है। अर्को स्टेटमेन्ट के भनिरहेको छ, भूमध्य सागर भूमध्य रेखामा पर्छ। अब भूमध्य सागर चाहिँ पहिला यो भूमध्य रेखा भनेको के हो? पृथ्वीको चाहिँ 0 डिग्री लेटिट्युडमा जुन इक्वेटरमा पर्छ त्यसलाई भन्छ कि भूमध्य रेखा। अब भूमध्य सागर चाहिँ भनेको चाहिँ युरोप र अफ्रिकाको बिचमा पर्छ नि, उत्तरी गोलार्धमा पर्छ नि। यो भनाइ त गलत हो नि त। त्यस्तै सीमा के भनेछन्, विश्वको सबैभन्दा गहिरो सागर क्यारिबियन सागर हो। माथिका भनाइहरू कुन सही छन् त्यो छुट्याउनलाई। अब विश्वको सबैभन्दा गहिरो सागर या महासागर त्यो त प्रशान्त महासागर हो। त्यसको डिपेस्ट गहिरो भाग कुन हो? गहिरो भाग मेरिना ट्रेन्च हो है। सरी, मेरिना ट्रेन्च हो। अब यस्तो हेर्दा चाहिँ अप्सन नम्बर ए मात्रै, अप्सनमा त छैन। तर क्यारिबियन सागर चाहिँ सबैभन्दा गहिरो भाग त छैन, तर त्यो चाहिँ सबैभन्दा गहिरोमा त मेरिना ट्रेन्च आउने हो। तर त्यो सबैभन्दा गहिरो भाग हो, तर सबैभन्दा गहिरो छैन। तर अप्सनमा नभएको कारणले यो नत्र ए मात्रै हुने त्यस्तो अप्सन छैन। त्यही भएर हामीले अप्सन नम्बर ए लगाउने है। अनि त्योमा 2 नम्बरमा अलि एउटा दुईवटा इम्पोर्टेन्ट पोइन्टहरू पनि टिप्दै राख्नु होला है। त्योमा चाहिँ विश्वको सोध्न सक्छ है, विश्वको सबैभन्दा उचाइमा रहेको ताल कुन हो सोध्दा त हाम्रो नेपालको तिलिचो है, तिलिचो ताल। अब जिल्ला पनि सोध्न सक्छ कि कुन जिल्लामा पर्छ कि, त्यो मनाङमा पर्छ है, मनाङ जिल्लामा। अब त्यस्तै विश्वको गहिरो ताल सोध्यो भने कुन हाम्रो बैकाल ताल है। यो दुईवटा पोइन्ट टिप्नु होला है। अब त्यस्तै त्यो त्यो पनि सोध्न सक्छ। र एसिया महाद्वीप चाहिँ आकार र जनसङ्ख्यामा विश्वको ठुलो महाद्वीप हो है। अफ्रिका चाहिँ दोस्रो है। यो पनि स्मरण गरिदिइराख्नु होला है। अब त्यस्तै अर्को प्रश्न हेरौँ। 3 नम्बर तलका समूह बिच उपयुक्त जोडा मिलाउनको लागि कोडबाट सही उत्तर छान्नुहोस्। अब यो अफ्रिका, नयाँ सागर, युरोप, कालो र अन्धियारो। अब हेर्नु, योमा अप्सन हेर्नु सबैको ए। अब त्योमा सबै याद छैन भने यति स्मरण राख्नु होला, अफ्रिकन मान्छेहरू अलिक कालो हुन्छ क्या, त्यसलाई कालो र अन्ध्यारो महादेश पनि भन्छ अफ्रिकालाई क्या। अब ए को 2 हुन्छ हेर्नु, अप्सनमा डी नम्बरमा ए को 2 मिलिरहेछ क्या, डाइरेक्टै हाल्दिने क्या डी नम्बर। अरू थाहा छैन भने केही हुँदैन क्या। यो कम्तीमा त्योबाट पनि अप्सन हेर्नु होला क्या, खास गरी जुनमा कन्फिडेन्स हुनुहुन्छ हजुर। अनि अब जसरी बी नम्बरमा युरोप लिँदा, युरोपको मलाई थाहा छ कि प्रायद्वीपहरूको प्रायद्वीप हो भनेर। अब बी योमा बीको 4 बीमा पनि छ, डीमा पनि छ कि। फेरि अर्को अप्सन चाहियो अलग कुन हो, त्योभन्दा स्मरण भयो ठिक छैन भने त्यसरी नै लगाउनु होला है। अब जस्तै उत्तर अमेरिकालाई नयाँ संसार भनिन्छ, सीको त 1 नै हुन्छ। अब हेर्नु, यहीमा अप्सनमा मिल्छ क्या सबै। अब अर्को भने तलको भनाइ विचार गर्नुहोस्। अब के भनिन्छन्, उपग्रहले ग्रहको परिक्रमा गर्छ। उपग्रहले ग्रहको परिक्रमा, यो त सही स्टेटमेन्ट हो नि। अब त्यस्तै अर्को के भन्छ, उपग्रह प्राकृतिक र कृत्रिम गरी 2 प्रकारको हुन्छ, त्यो पनि सही कुरा हो। उपग्रह नभएको ग्रह बुध र शुक्र, त्यो पनि सही कुरा। माथिको हाम्रो कुन हो? सबै सही कुरा हो है। त्यस्तै 5 नम्बरमा तलको समूहबिच जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्। 5 नम्बरमा भनेको है। अब योमा तामाकोसी चाहिँ हाम्रो कुनमा पर्छन्? तामाकोसी हाम्रो चाहिँ तिब्बतमा है।
एको हाम्रो कुन हुन्छ 3 अनि चाहिँ सेती चाहिँ एको 3 कुनमा अप्सन हो बी नम्बर हाम्रो बी नम्बर एन्सर हुन्छ के सेती चाहिँ हाम्रो कुनमा पर्छ नेपाल हिमालमा है त्यस्तै मुगु कर्णाली हाम्रो चाहिँ लद्दाख हिमालमा त्यस्तै दौरौदी बुद्ध हिमालमा है त्यस्तै 6 नम्बरमा के भनेछन् 6 नम्बरमा तलको मध्ये पहाडी प्रदेशका विशेषता कुन होइन यहाँ भनिन्छ कुन होइन है यो स्मरण राख्नुहोला यहाँका पुरुषहरू दाउरा सुरुवाल र महिलाहरूको गुन्यु चोलो लगाउँदछन् कुन होइन यो त सही हो यो क्षेत्रमा मानव स्वास्थ्यको लागि स्वास्थ्यकर हावापानी पाइन्छन् पहाडी प्रदेश हो सही नै कुरा यहाँका मानिसहरूको मुख्य पैसा कृषि हो त्यो पनि सही नै हो यहाँ वर्षैभरि एकै नासको हावापानी पाइन्छ त्यो कुरा गलत हो पहाडमा चाहिँ समयानुसारले त्यसको हावापानी बदलिरहेको हुन्छ कि एकै नासको हुँदैन है त भन्छ कुन होइन भनेछ के त अप्सन नम्बर डी भयो है यो हेर्नु होला कुन हो होइन त्योमा धेरै मान्छेले झुकिरहेको हुन्छ कि यहाँ त्यस्तै के भन्छन् एस्टिलेरिया डेकुम्बन्स के हो यो चाहिँ हाम्रो विश्वको सबैभन्दा अग्लो स्थानमा फुल्ने फुल हो है यो बिबिआई हो 7 नम्बर त्यस्तै अर्को के भन्छन् पानीघट सुरेश प्राजलीको कृति हो भने नेपाली सङ्गीत दरबार कसको कृति हो त्यो हाम्रो चाहिँ कसको प्रोफेसर डाक्टर ध्रुवेशचन्द्र रेग्मीको है यो पनि बिबिआई हो डी नम्बर यो 8 नम्बर है त्यस्तै 9 मा भनेछन् कुन मितिमा सम्पन्न अमेरिका निर्वाचनमा निकटतम प्रतिद्वन्दी कमला ह्यारिसलाई हराउँदै डोनाल्ड ट्रम्प 47औं राष्ट्रपति रूपमा विजयी भएको थियो त्यसको चुनाव कुन हो अमेरिकामा चाहिँ राष्ट्रपतिको चुनाव चाहिँ जहिले पनि नोभेम्बर महिनाको पहिलो हप्ताको मङ्गलबारमा हुन्छ के त्यही भएर हाम्रो कुन अप्सन नम्बर हो सन् 2024 नोभेम्बर 5 शपथ ग्रहण चाहिँ जनवरीमा गरेको थियो क्या यो निबिर्सनु होला है यहाँ भनेछ चुनाव त नोभेम्बरमै हुन्छ कि यिनीहरूको त्यस्तै अर्को क्वेसन के छ उपत्यकामा चङ्गु नारायणको स्थापना कसले गराएको थियो त्यो हाम्रो कुन हो हरिदत्त है 10 को सी हुन्छ है त्यस्तै 11 नम्बरमा बिस्केट जात्रा कुन राजाको पालादेखि सुरु भएको छन् भने त्यो हाम्रो 11 नम्बर कुन हो जगज्योति मल्ल है बिस्केट जात्रा त्यस्तै भनेर दोस्रो विश्वयुद्धको सुरुवात कहिले भएको थियो अब दोस्रो विश्वयुद्धको सुरुवात चाहिँ 1936 सेप्टेम्बर 1 मा है जहिले जर्मनीले पोल्यान्डमाथि हाल्यो त्यहिले नै भयो थियो है त्यो सोध्नु पनि सक्छन् कि र 13 नम्बरको के भन्छ इन्द्र जात्रामा कुमारीको पूजा गरिन्छ भने छठ पर्वमा के को पूजा छठ पर्वमा त सधैँ सूर्यको पूजा गरिन्छ नि त त्यस्तै 14 नम्बर भने झन् जोडा मिलाउनु र सही उत्तर छनौट गर्नु चेपाङ सङ्ग्रहालय यो हजुरहरूले 14 नम्बरको कमेन्ट गर्नु होला है र 15 नम्बरमा भने झन् तलको कथन पढ्नु र विचार गर्नु दादुरा भाइरसबाट सर्ने रोग अनि पोलियो भाइरसबाट सर्ने रोग माथिको भनाइ मध्ये गलत र गलत अब दादुरा मिजल्स त्यो त चाहिँ भाइरसबाट सर्ने हो नि त मम्स अब पोलियो पनि भाइरसबाट सर्ने 1 र 2 दुवै सही हो क्या हाम्रो त्यस्तै अमेरिकाको 39औं राष्ट्रपति जिमी कार्टरको निधन कहिले भएको थियो यो मोस्ट भिभिआई हो के सोध्न सक्छ के यसले त्यो चाहिँ कहिले बित्नु भयो उहाँ 2024 डिसेम्बर 26 गतेको है जिमी कार्टरको निधन उहाँ चाहिँ 39औं राष्ट्रपति थियो 100 सालमा उहाँको निधन भयो है त्यस्तै 17 नम्बरमा सार्वजनिक संस्थान र तिनको क्षेत्रबीच उपयुक्त जोडा मिलाउनको लागि कोरबाट सही उत्तर छान्नुहोस् अब चाहिँ योमा हाम्रो कुन हुने हो दुगत विकास संस्थान त्यो कुन हो औद्योगिक क्षेत्र 1 2 अब हेर्नु अप्सन नम्बर डी मा 1 2 मिलिरहेछ क्या एउटा मात्रै हो यसै नै अप्सन नम्बर डी हुन्छ क्या अब जस्तै नेपाल खानदान संस्थान व्यापारिक क्षेत्र थियो त्यस्तै गोर्खापद संस्थान त्यो सामाजिक हो गोर्खापद बीको 4 नम्बर अब बीको 4 एउटा थाहा हुँदा त्योमा त अप्सनमा बीमा पनि छ डीमा पनि छ क्या जोग्ने खालको फेरि एउटा चाहियो जसले सही कुन भने नेपाल खानेपानी संस्थान चाहिँ हाम्रो जनप्रयोगी क्षेत्र हो है त्यस्तै 58 के भन्छ कुन सिद्धान्त आर्किमिडीजले प्रतिपादन गरेको सापेक्षिक घनत्वको छैन त्यो त सही नै हो जब पानीमा जतिले हामीले कुनै वस्तुलाई डुबाउँदा त्यो तलको फोर्स पनि त्यति नै उसले एक्जेक्ट गरिरहेको हुन्छ क्या दिइरहेको हुन्छ लिभरको सिद्धान्त त्यो पनि आर्किमिडीजले नै दिएको पेजको सिद्धान्त पनि त्यसै पास्कल नियममा नै बनेछ क्या त्यही भएर 18 को डी सबै सही छ क्या त्यस्तै 19 नम्बरमा भनेछन् 11 जनगणना 2068 अनुसार नेपालको औसत परिवारको सङ्ख्या 4.8 थियो भने 12 जनगणना 2078 अनुसार औसत परिवारको सङ्ख्या कति रहेछन् भने कति हो 4.37% है यो पनि बिबिआई हो त्यस्तै निम्नलिखित जोडाहरूको बारेमा विचार गर्नुहोस् भिटामिन र कुन रोगबाट हुने रोग अब जस्तै अब योमा चाहिँ
भिटामिन ए, भिटामिन ए छ भने ए भयो आँखा सम्बन्धी रतन्दो चाहिँ कलर बनाएर आँखासित हुन्छ क्या। डीको कुन हो तरको जो कुन सही हो छुट्याउनको लागि, अब डीको त सही हो। भिटामिन सी चाहिँ स्कर्भी, दाँतबाट जिगाबाट खुन आउँछ नि त्यसलाई भन्छ क्या स्कर्भी। भिटामिन डी रक्त अल्पता, यो हुँदैन क्या। भिटामिन डी जसले पनि हड्डी सम्बन्धी हुन्छ कि रिक्टेस हुन्छ। भिटामिन ई चाहिँ ई भनेको बुझ्नु यसरी स्मरण गर्दा पनि हुन्छ क्या। म यहाँ ट्रिक लेखिदिरहेको छु है। भिटामिन ए आँखा सम्बन्धी रतन्दो, इङ्ग्लिसमा कलर ब्लाइन्डनेस भन्छ है। त्यस्तै भिटामिन के दिन्छ सी भनेको कट टु हिन्डको लागि हो है। यसलाई कट डन्ट हिल, दाँतबाट खुन आउँछ नि त्यसलाई भन्छ यसको है। त यस सी आर यु है नभए यहाँ सी छ यहाँ पनि सी छ है, यसरी पनि सम्झिँदा हुन्छ है। त्यस्तै भिटामिन डी भनेको दुःख, यसरी पनि हड्डीको दुःख हुन्छ नि दुखिरहेको मान्छेलाई। यसलाई बच्चामा चाहिँ भिटामिन डीको कुरा अलि डिप्ली मद्दत गरिरहेको छु है। चाइल्डमा चाहिँ रिक्टेस हुन्छ क्या, चाइल्डमा रिकेट्स हुन्छ भने यङ एजमा वयस्कहरूलाई योमा ओस्टियोमेलेसिया हुन्छ क्या। ओस्टियोमेलेसिया हड्डी कमजोर, हड्डीको भागहरू धीरे धीरे कमजोर हुँदै जान्छ क्या, भित्री कुदै जान्छ क्या हड्डीहरू, त्यो हो। अब त्यस्तै भिटामिन ईलाई चाहिँ भिटामिन ईको अर्को नाम त्यो सोध्नु पनि सक्छ, टोकोफेरोल भन्छ क्या, टोकोफेरोल है। त्योमा के हुन्छ मसल्सहरू नि मांसपेशीहरू कमजोर हुन्छ क्या। भिटामिन ईलाई ब्युटी भिटामिन पनि भन्छ क्या, ब्युटी भिटामिन यसको अर्को नाम पनि हो क्या। त्यस्तै भिटामिन केलाई फाइलोक्विनाइन पनि भन्छ क्या, फाइलो सोध्न पनि सकिन्छ क्या। त्योमा भिटामिन के खुन चाहिँ जम्दिन क्या, त्योमा मान्छेहरूलाई हुन्छ नि कुनै खुन बग्दै हुन्छ क्या, त्यस्तोमा भिटामिन के को कमीको कारणले त्यस्तो हुन्छ क्या है। अब योमा त हाम्रो त सिडी मात्रै सही भयो नि, त सी र डी कुनमा अप्सन नम्बर डीमा, त्यही भएर हाम्रो अप्सन नम्बर डी सही भयो है। अब के भन्छ उत्तर अमेरिकाको रहेको घाँसे मैदानलाई प्रेयरी भनिन्छ भने अस्ट्रेलियाको पाइने घाँसे मैदानले के भन्ने हो डाउन्स भन्ने हो नि। अब भेल्ट फेरि केलाई भन्छ यो अप्सनलाई पनि म डिफाइन गरिदिरहेको छु है। भेल्ट भने चाहिँ दक्षिण अमेरिकाको घाँसे मैदानले भन्छ क्या, सरी भेल्ट भनेको दक्षिण अफ्रिकाको, पाम्जा भनेको दक्षिण अफ्रिकाको खास गरी विशेष गरी अर्जेन्टिनामा हुन्छ क्या, पाइने मैदानले भन्छ क्या अर्जेन्टिना। स्टेप्स चाहिँ युरोप या युरेसिया भन्न पनि हुन्छ, युरेसिया महादेशमा पाइन्छ क्या महादेश। सहर सोध्दा रुस भयो, युक्रेन भयो हाम्रो, त्यस्तै मङ्गोलिया भयो है। त्यस्तै 22 नम्बरमा के भनेछन् विक्रम सम्वत 2081 पुस 15मा 58वटा कविता सङ्ग्रहलाई कवि मणि कुमार श्रेष्ठको कृतिमा नाम के हो? त्यो चाहिँ कुन हुन् उद्देश्य यात्रा है, यो भिभी आयो 22 नम्बर मस्ट भिभी आयो। त्यस्तै 23 नम्बरमा सोधेछन् नेपालका संरक्षण क्षेत्रलाई ठुलोदेखि सानो क्रममा मिलाउँदा कुन क्रम ठिक हुन्छ? ठुलोदेखि सानो, ठुलो त अन्नपूर्ण हो नि, अन्नपूर्ण अन्नले भरेको, यसै पनि ठुलो अन्नपूर्ण हो। अब यस्तोमा स्मरण गर्दा अब यो क्रमबद्ध नै याद गर्नु पर्यो क्या हजुरलाई। हाम्रो कुन अन्नपूर्ण भयो, त्यस के भने ठुलोदेखि सानो क्रममा, सबैभन्दा सानो चाहिँ हाम्रो कुन कृष्णसार, अब कृष्णसार सबैमा हो, अन्नपूर्ण सबैमा हो क्या फेरि। अब त्यसको अप्सन हाम्रो सही अप्सन हो त्योमा अन्नपूर्ण पछि हाम्रो गौरीशङ्कर आउँछ क्या, त्यसपछि कञ्चनजङ्घा, पिनाप्पा र मनसालु र कृष्णसागर है। अप्सन नम्बर बी हाम्रो सही हो है। त्यस्तै भने 24 नम्बरमा तलको भनाइ विचार गर्नुहोस्। हालसम्म नेपालमा 3वटा सार्क सम्मेलन भएका छन्, सही नै। पहिलो सार्क सम्मेलन बङ्गलादेशको राजधानी ढाकामा भएको छ, सही नै। अफगानिस्तानले हालसम्म एकपटक मात्रै सार्क सम्मेलन आयोजना गरेको छन्, त्यो गलत भएको। 24 को हाम्रो ए र बी सही हो क्या। त्यस्तै 25 मा विक्रम सम्वत 2081 मङ्सिर 10 र 11मा नेपालमा सम्पन्न सार्क शिखर सम्मेलनमा सहभागी पर्यावाचक राष्ट्रमध्ये कुन होइन भन्छ, कुन होइन के, त कुन होइन भनेर क्यानाडा, जापान, अमेरिका, दक्षिण अफ्रिका हुन् है। त्यस्तै 26 नम्बरमा सन् 2024 अगस्त 28 देखि सेप्टेम्बर 8 सम्म फ्रान्सको प्यारिसमा सञ्चालन भएको प्यारा ओलम्पिक 2024मा नेपालका तेक्वान्दो खेलाडी पलेसा गमनले पहिलो पटक जितेको पदक कुन हो? अब हाम्रो कुन हो कांस्य पदक हो है,
यो करेन्ट अफेयरको जिकेको। त्यस्तै मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउन नपाउने व्यवस्था संविधानको कुन मौलिक हकमा रहेको छ? मृत्युदण्ड भनेछ क्या, मृत्युदण्डको सजाय नहुने, त्यो त चाहिँ त सम्मानपूर्वक बाँच्नै पाउने हकमा हुन्छ क्या। स्वतन्त्रता हकमा आजादी आउँछ भन्छ, सामाजिक सुरक्षा हकमा। अब त्यस्तै 28 त्योहरू संविधानको जुन धारा त्योहरू छ नि त्योहरू पढ्नु पऱ्यो क्या, त्योमा डिफाइन गरेछ क्या। स्वतन्त्रताको हकमा स्वतन्त्र रूपले बोल्ने पाउने, हिँड्ने डुल्ने, कुनै पनि एक प्रदेशबाट अर्को प्रदेश या एक स्थलबाट अर्को स्वतन्त्र रूपले हामीले हिँड्न पाउने हकहरू त्योमा आउँछ क्या। तर मृत्युदण्ड सम्मानपूर्वक बाँच्ने पाउने हकमा आउँछ क्या। त्यस्तै 28 नम्बर के भन्छ, तलको कथन पढ्नुहोस् र विचार गर्नुहोस्। संयुक्त राष्ट्रसङ्घको लागि नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषिकेश शाह। त्यस्तै अर्को कुन हुन्, नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउने अनिमन 2063 माघ 9 गते नेपालमा स्थापना भएको थियो। यसको ए र बी दुवै सही हो क्या, त्यसको अप्सन ए। त्यस्तै 29 नम्बरमा 12औं राष्ट्रिय जनगणना 2078 को नारा के तय गराएको थियो? यो भिभिआई 2078 को मेरो गणना मेरो सहभागिता। यो क्वेसन सुब्बामा पनि सायद सोधेको थियो। त्यस्तै एक मिनट, त्यस्तै 30 नम्बरमा के भन्छ, तल दिएको समूहबाट जोडा मिलाई सही उत्तर छान्नु। पहिलो विश्वकप फुटबल विजेता, पहिलो विश्वकप फुटबल विजेता त्यो चाहिँ हाम्रो कुन हो? तल दिएको समूहबाट जोडा मिलाई सही उत्तर छान्नु। पहिलो विश्वकप क्रिकेट विजेता पनि सोधेछन्। सबैभन्दा परिपटक विश्वकप फुटबल विजेता राष्ट्र कुन हो? सबैभन्दा बढी पटक विश्वकप क्रिकेट विजेता राष्ट्र कुन हुन् है? अब पहिलो विश्वकप फुटबल विजेता राष्ट्र चाहिँ हाम्रो कुन हो? त्यो चाहिँ हाम्रो उरुग्वे हो क्या, ए को 3। अब अप्सन नम्बर बीमै मिलिरहेछ क्या। अब अरू अप्सन पनि हेरौँ है। पहिलो विश्वकप क्रिकेट विजेता राष्ट्र वेस्ट इन्डिज हो। सबैभन्दा बढी पटक विश्वकप फुटबल विजेता राष्ट्र चाहिँ हाम्रो कुन हुन्? ब्राजिल। त्यस्तै सबैभन्दा बढी पटक विश्वकप क्रिकेट विजेता राष्ट्र, विश्व फुटबल विजेतामा ब्राजिल हो है। अनि क्रिकेट विजेतामा हाम्रो अस्ट्रेलिया पर्यो है। अब त्यस्तैमा टेबल रेस्लिङको सुरुवात सोद्धा त्यो चाहिँ हाम्रो इरानबाट भएछ, फुटबल चाहिँ ब्राजिलबाट भएछ क्या। अब आइक्यूको प्रश्नहरू हेरौँ। योमा के भन्छन्, प्रश्न चिन्हको स्थानमा सही विकल्प छानी क्रम पूर्ण गर्नुहोस्। अब यो अप्सन तपाईँहरू मैले ट्रिक सिकाएँ। योमा फिक्स नम्बर प्याटर्नबाट बढेको घटेको हुन्छ क्या, त्यो हजुरले 31 नम्बरको कमेन्टमा गर्नु होला कुन एन्सर हुन्छ भने। अब 32मा के भन्छन्, कर्ड मिल्क सुज के, अब मिल्क दही चाहिँ दुधबाट बन्छ नि, जुत्ता चाहिँ जहिले पनि लेदरबाट बन्छ नि त। हाम्रो अप्सन के हुन्छ? लेदर है। त्यस्तै त्यो भन्छन्, यदि केपलाई 68ले कोड गरिन्छ भने पेनलाई कसरी कोड गरिन्छ? योमा केपलाई 61ले कोड गरिन्छ भने पेनलाई, यसको ट्रिक पनि मैले भनेँ, अल्फाबेटिक कल हजुरले लेख्नु होला। अल्फाबेट ब्याकबाट या अगाडिबाट दुवैबाट लेख्नु होला। सी कतिमा पर्छ, ए कतिमा पर्छ, पी कतिमा पर्छ भनेर त्यसलाई जोड्नु होला या मल्टिप्लाई या घटाउ गर्नु होला क्या। जुन ट्रिक्स मैले सिकाएको थिएँ नि त्यही ट्रिकबाट त्यो बन्छ क्या, एउटा फिक्स प्याटर्नमा जान्छ क्या। त्योहरू पनि हजुरले आफै गर्नु होला है, अनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। त्यस्तै भन्छ, दक्षिण पश्चिमलाई दक्षिण भनिन्छ भने उत्तरलाई के भन्नु? यो ट्रिक पनि मैले सिकाएको थिएँ कि। अब हेर्नु, यो डाइरेक्सन हाम्रो भयो पूर्व पश्चिम उत्तर दक्षिण है। अब के भन्छ, दक्षिण पश्चिम, त दक्षिण पश्चिम त यो भयो नि त, यो डाइरेक्सन भयो नि त। अब भन्ने चाहिँ दक्षिण पश्चिमलाई के भन्छ, अब दक्षिण पश्चिमलाई दक्षिण भनेछ, दक्षिण पश्चिम यहाँ छ नि, यसलाई यसरी घुमाएछ, यसलाई यसरी घडीको विपरीत दिशामा घुमाएछ। यसलाई यसको चाहिँ यसले 45 डिग्री यो यसको दूरी छ भने 45 डिग्री घटाएर यसलाई दक्षिणमा रूपान्तर गरेछ नि के। त्यसको मतलब के भयो, हामीलाई अब जुन क्वेसन सोधेछ भने यसलाई पनि हामीले के गर्ने, 45 डिग्रीमै घडीको विपरीत दिशामा घुमाउने हो क्या। अब भन्छन् उत्तरलाई के भन्नुपर्छ? अब हाम्रो उत्तर त यो डाइरेक्सनमा भयो नि त, उत्तरको 45 डिग्री एन्टी क्लकवाइजमा घडीको विपरीत दिशामा यसरी जाने हो नि त हामी। त विपरीत 45 डिग्री घटाउनु त 45 डिग्री त यसरी भन्छ नि त, यो त यसरी भयो। यो कुन हाम्रो डाइरेक्सन भयो? उत्तर र पश्चिम भयो नि त। हेर्नु, उत्तर र पश्चिम बीमा हो, त बी नम्बर, अप्सन नम्बर बी हाम्रो करेक्ट भयो है। मैले यो पहिला नै सिकाएको थिएँ क्या हजुरलाई। अब त्यस्तै भनेछन्, समूहमा नमिल्ने पत्ता लगाउनुहोस्। कार रोड, कार चाहिँ रोडमै यसको चल्ने हो नि, पानी जहाज समुद्रमा, रकेट अन्तरिक्षमा, हवाई जहाज चाहिँ विमानस्थल, यो गलत हो क्या। नमिल्ने सोधेछ भने त डी नम्बर सही भयो कि, सही भयो है। हवाई जहाज चाहिँ विमानस्थलमा टेकअफ र पार्किङको लागि मात्रै रोकिन्छ क्या, त्यो यसको पुग्ने बिन्दु भएन क्या।
त्यस्तै 36 मा के भन्छ, केही रुपैयाँ एबीसीडीको बीचमा भाग लगाउँदा 4, 3, 2, 1 को अनुपातमा हुन आउँछ। यदि सीले डीभन्दा 500 बढी पाउँछ भने ए को भागमा कति रुपैयाँ पर्छ? अब यस्तो क्वेसनमा के गर्ने, अनुपातमा चाहिँ यसले एक्स मानिलिने क्या टोटललाई। अब बुझ्नु के हो, ए को कति भयो 4x, 3 को बी को 3x, यसको 2x, यसको x है। के भनिन्छ, सीले डीभन्दा 500 बढी पाउँछ सीले नि, त सी र डीको अनुपात लेखेर एक्सलाई सल्भ गर्नु के। अब त्यस्तै नि त ए को अनुपात आउँछ भने अब हेर्नु, अब सी र डी मैले यहाँ लेखिदिएँ, सी र डीको अनुपात है। अब सी को अनुपात कति हो हाम्रो, अब हेर्नु के भनिन्छन्, यदि सीले डीको भन्दा 500 बढी पाउँछ, अब यहाँ हेर्दा यो ए भयो, यो बी भयो, यो सी भयो, यो डी भयो नि त, डीको एक्स मानेछौँ नि हामी, सीले डी भन्दा भनेछ डीको त एक्स हो नि, 500 बढी, त 500 बढी पाउँछ भने सी र डीको रेसियो निकाले, सी बराबर एक्स प्लस 500 हो नि त, डीको कति हो एक्स, र सी र डीको अनुपात कति हो र, अब सी र डीको अनुपात हेऱ्यो भने 2:1 हो नि त। अब यसलाई सल्भ गर्नु क्या, अब एक्स प्लस 500 इक्वल टु 2x, अनि एक्स बराबर कति हो 2x, यो पर जाँदा 500 हो। अब सोधिरहेको छ ए को भागमा कति भयो, ए को अनुपात कति हो हाम्रो 4x हो नि त, ए बराबर त 4x हो, त 4 × 500, त 4 5 20, 2000, हाम्रो अप्सन नम्बर डी हो है। अब त्यस्तै भन्छन्, एउटा कक्षामा राम ट्रिन्सभन्दा 15औं स्थान अगाडि छन् र ट्रिन्स पछाडिबाट 25औं क्रममा छ। रामको स्थान कक्षामा 5औं हो भने उक्त कक्षामा कति विद्यार्थी रहेका छन्। अब यस्तो समस्याको पनि मैले ट्रिक सिकाएँ, योहरू हजुरले आफै प्र्याक्टिस गर्नु होला क्या, अहिले समय पनि छ, प्र्याक्टिस गर्नु होला र कमेन्ट सेक्सनमा एन्सर दिनु होला क्या है। त्यस्तै 38मा भनिन्छन्, हाल बाबुको उमेर छोराको उमेरभन्दा 6 गुणा या 6 दोब्बर बढी छ। 20 वर्षपछि बाबुको उमेर छोराको उमेरभन्दा ठिक दोब्बर हुनेछ भने अहिले बाबु र छोराको उमेर कति होला। अब हेर्नु यस्तोमा सल्भ गर्दा पनि हुन्छ, नभए अप्सनलाई चेक गर्नु। अब हेर्नु फर्स्ट स्टेटमेन्ट के भन्छ, 6 दोब्बर छ क्या, अहिले बाइचान्स छोराको उमेर x छ भने छोराको उमेर x छ भने बुवाको उमेर कति हुन्छ 6x, 6 गुणा बढी छ नि त। छोरा अहिले 2 वर्षको छ भने बुवा उसको कति वर्षको 12 वर्षको, 6 गुणा बढी छ। अब अप्सनमा हेर्नु के, अब 4 छक 24, 5 छक 30, 6 छक 36, 7 छक 42, यो सबैमा 6 गुणा छ क्या। यो स्टेटमेन्टले त अब त एन्सर चाहिँ छुट्याउनु त मिल्दैन, म ट्रिक सिकाएर छु, बनाउँदा पनि एन्सर निस्किन्छ क्या, ट्रिकबाट पनि निस्किन्छ। अब यहाँ 20 वर्षपछि बाबुको उमेर छोराको उमेरको ठिक दोब्बर हुनेछ, 20 वर्ष पछि भनेछ। अब योमा के गर्नु, 20 वर्ष जोड्नु के, दुवै साइडमा 4 मा पनि 20 जोड्नु र 24 मा पनि 20 जोड्नु। अब कुनमा हेर्नु त्यसको डबल हुन्छ। अब जस्तै यहाँ 4 मा, अब जसरी यहाँ 24 छ, यहाँ 4 छ भने यहाँ 20 जोड्यो भने यहाँ पनि 20 जोड्यो भने 20 जोड्यो भने यो 24 भयो, योमा 20 जोड्यो भने 44, दोब्बर छ। 24 को त 48 हुन्छ नि, अप्सन नम्बर ए गलत। बी को हेर्नु 5 छ भने 5 मा 20 जोड्दा 25 हो, अनि यहाँ 30 छ, अनि 30 यहाँ 30 छ, 30 मा 20 जोड्यो भने 50। अब हेर्नु 25 र 50 दोब्बर छ नि एकअर्काको। यहाँ सेकेन्ड स्टेटमेन्ट के भन्छ, 20 वर्षपछि बाबुको उमेर छोराको उमेरको ठिक दोब्बर हुनेछ, त अप्सन नम्बर बी मिलेको छ नि त, बी हाम्रो सही हो। अब सी पनि चेक गर्नु, त्यो मिल्दै मिल्दैन, हेर्नु यो कन्डिसन म्याचै गर्दैन क्या त्योमा। अब 6 मा 20 जोड्दा भने 26 भयो, 36 मा 20 जोड्यो भने 56 भयो, यो डबल छ, 26 को त 2 गुणा त 52 हुन्छ नि त। अब 7 मा त्यस्तै, 7 मा 20 जोड्यो भने 27 भयो, योमा 20 जोड्यो भने 62 भयो, डबल त छैन नि त, अप्सन नम्बर बी। यसरी नबनाउँदा पनि हुन्छ कि एक्जाममा, टाइम लाग्दैन, लजिक युज गर्नु होला क्या। अब यसरी 6 दोब्बर छ भने एक्स बुवाको उमेरलाई एक्स मान्नु, छोराको उमेरलाई वाइ मान्नु, एक्स इक्वल टु 6y, फेरि अर्कोमा x - 20 इक्वल टु 20 वर्ष भनेछ। अहिले हालको उमेरलाई मैले एक्स मानेछु भने 20 वर्ष पछि भनेछ, त 20 वर्ष पछि पहिला होइन पछि भने चाहिँ x + 20 भयो नि त, x + 20 इक्वल टु छोराको उमेरको दोब्बर 2 × y + 20। त्यसरी सल्भ गर्दा x र y को भ्यालु जुन हुन्छ त्यही एन्सर हुन्छ कि, सेमै एन्सर आउने। त्यस्तै 39 मा के भनिन्छन्, एउटा पुस्तकमा प्रत्येक पेजको पुछारमा पेज नम्बर दिएको छ। पेज नम्बर दिँदा जम्मा 312 वटा अङ्क प्रयोग भएका रहेका छन्। सो पुस्तकमा कतिवटा पेज, यो क्वेसन राम्रो, यो आइक्यूको मतलब लजिक क्वेसन हो कि त्यो, यो अलि ख्याल गर्नु होला यस्तो क्वेसन टाइपको कसरी बनाउने। अनि एउटा पुस्तक प्रत्येक पेजमा नम्बर दिएछन्, पेज नम्बर दिँदा जम्मा यति अङ्क प्रयोग भएछ। अब हेर्नु न, 1 देखि मैले 9 सम्म लेख्दा 1 डिजिटको भयो नि त अङ्क प्रयोग भएको, जम्मा योमा कतिवटा पेज हुन्छ 9, फेरि 10 देखि 99 सम्म हुन्छ, 10 देखि 99 सम्म हुन्छ नि त, 2 डिजिटको भयो नि त, 1 0 2 डिजिटको डिजिट भयो, त्योमा कतिवटा पेज भयो 90 वटा पेज। 3 डिजिट भन्नाले 100 देखि 999 सम्म है। अब त्यस्तो टाइममा अब हेर्नु के भनेछन्, पेज नम्बर दिँदा जम्मा पेज 312 वटा पेज छ भने, अब हेर्नु 1 देखि 9 वटा पेजमा सिंगल 312 वटा अङ्क प्रयोग भएछ। 1 देखि 9 मा त 9 वटा अङ्क प्रयोग भयो नि त, जम्मा 1 देखि 9 मा एउटा डिजिटको पेज त 9 वटा भयो नि त।
10 देखि 99 सम्म 90 वटा पेज हुन्छ, त्योमा त 2 डिजिटको प्रयोग भयो नि त। अब त्यस्तोमा त हामीले के गर्नु चाहिँ अब योमा चाहिँ 301 मा 9 वटा त जम्मा डिजिट कतिवटा युज भयो त्योमा 9 × 1 सरी 9 × 1 अनि योमा 10 देखि 99 सम्म 90 वटा पेज भयो नि त। अब योमा त कतिवटा डिजिट युज भयो 2 डिजिटको हो नि त न, त 90 × 2 यो कति भयो हाम्रो 180। अब 180 भयो भने सरी यो अलि मिस्टेक हो। अब चाहिँ त जम्मा अब कतिवटा अङ्क बाँकी रह्यो। अब 312 बाट यो 9 वटा 1 डिजिटको घटाउनु पर्यो। अब 2 डिजिटको 180 वटा घट्यो नि त, जम्मा कतिवटा बाँकी रह्यो हाम्रो 312 - 9 - 180 त हाम्रो कतिवटा भयो 127 पेज बाँकी 127 भयो। अब 127 वटा जुन त्यो 3 डिजिटमा जान्छ नि त, त्यसलाई के गर्ने हामी 3 ले डिभाइड गर्ने त्यस्तोले है। त कतिवटा भयो 41। त जम्मा मतलब पुस्तकमा कतिवटा पेज छन्, अब 3 डिजिटको त 41 वटा पेज भयो नि त। त यहाँ त अब कतिवटा पेज भयो, पहिलामा त 90 वटा पेज थियो, त 9 + 90 + 41 त जम्मा कति हो 50 - 140 वटा है। अप्सन नम्बर बी हाम्रो सही हो। त्यस्तै अर्को प्रश्न के दिएछन् 75 को 40%सँग 50 को कति प्रतिशत बराबर हुन्छन्। 75 को 40% भनेछन्, त 75 को 40% बराबर भने नि बराबर दिने, 50 को कति 50 को 1% मान्नु के भयो नि। अब हेर्नु एउटा जिरोले एउटा जिरो गयो, 2 दुनी 4, 2 5 10, 5 15 5 75, 15 दुनी 30, 30 यो कट्यो 2 ले, 30 बराबर 100/2, एक्सको भ्यालु कति आयो 60। त हाम्रो अप्सन नम्बर सी हो है। त्यस्तै 41 नम्बरमा के भनेछन् एउटा कोड भाषामा लुकलाई 23 30 ले कोड गरिएको छ र बललाई 14 13 ले कोड गरेको छ। यस भाषामा हेल्पले कसरी कोड गरिन्छ। अब यस्तो टाइपको क्वेसनमा मैले ट्रिक पहिला नै सिकाएको छु कि पहिला एबीसीडी लिदिनु। अब यो सबभन्दा राम्रो हामी के गर्ने 26 वटा डिजिटलाई 13 13 मा लेख्नु के। अब जसरी ए बी सी डी ई एफ जी एच आई जे के 2 4 6 8 10 एल एम 1 2 3 4 5 6 7 8 10 11 12 13। अब एन ओ पी क्यू आर एस टी यू भी डब्ल्यू यसलाई यसरी लेख्नु क्या, त्यो एक लाइन लेख्नु। यो 14 15 16 17 18 19 20 21 22 24 25 26 यसलाई अब क्रमबद्ध मिलाएर लेख्दा नि यो जस्ट जसरी एक अपोजिट जेट आउँछ क्या त्यसरी पढ्न मिल्छ क्या हजुरहरूलाई। मतलब ए र जेडको पोजिसन सेम उल्टाबाट सुल्टाबाट त्यसरी मिलाउन मिल्छ कि लेख्नलाई। अब जसरी लुकलाई भनेछन्, अब लुकमा यल कतिमा पऱ्यो हाम्रो 12 मा, ओ चाहिँ हाम्रो कतिमा पऱ्यो ओ चाहिँ 15 मा, फेरि 15 अनि के हाम्रो 11 मा पऱ्यो क्या। अब के भनिन्छन् 23 र 30 मा यसलाई कोड गरेछ। अब त्यस्तो कन्डिसनमा मैले के भने या जोड्नु डिजिटलाई यो फिक्स प्याटर्न थाहा गर्नु क्या छिटोभन्दा छिटो हैन। अब यहाँ 23 र 30 छ। अब यसरी हेर्दा 15 15 30 भइरहेछ, 12 11 23 त भइरहेछ नि त। यसरी हेर्दा यसको मिन्स के छ फर्स्ट र लास्टलाई जोडेछ क्या 23 हो अनि बीचको यसरी जोडेर कोड गरेछ। अब त्यस्तै बललाई हेर्नु, बल हाम्रो कतिमा पर्यो 2, बी ए चाहिँ 1 मा, यल हाम्रो कतिमा पर्यो 12 मा, 12 12 फर्स्ट र लास्टलाई जोडेछन्। 2 र 12 लाई जोड्यो भने कति भयो हाम्रो 13 अनि बीचको फेरि जोड्ने 13 हैन सरी 12 र 2 र 12 14 हो क्या 14 र 13 यसरी। अब त्यस्तै हेल्पलाई लेख्नु छ भने हामीलाई त एच हाम्रो कतिमा पर्यो 8 मा अनि ई चाहिँ हाम्रो 5 मा अनि यल चाहिँ फेरि हाम्रो 12 मा अनि पी चाहिँ हाम्रो 16 मा पर्यो। फर्स्ट र त्यसलाई लास्टको जोड्ने हो 16 8 कति हो 24 अनि बीचको 12 5 27 24 अप्सन नम्बर सी है। यसरी लेखेर राख्नु होला क्या, किनभने अब जेड उल्टो गरेको ए को जस्ट अपोजिट जेड पर्छ क्या, बी को फेरि एक्स वाइ हो क्या त्यसरी मिल्छ। म एउटै फर्मेट बनाउँदा धेरै 2-3 वटा क्वेसन सल्भ हुन्छ क्या दिएको। अब त्यस्तै भनेछन् दिएको समरूपतामा प्रश्नवाचक चिन्हको ठाउँमा के हुन्छ। अब हेर्नु 78 214 292। अब यस्तो आयो भने यस्तो ठुलो सङ्ख्या या त सानो सङ्ख्या छ भने खास गरी त्यस्तोमा के हुन्छ एड गरेको हुन्छ कि तिनीहरूले फर्स्टको 2 डिजिट या अर्को 3 डिजिट लिएर। अब हेर्नु 292 छ, यहाँ हेर्नु 214 अनि 78 जोड्दा 292 आउँछ। फेरि अर्को पनि हेर्नु कि 421 र 38 लाई जोड्दा 1 र 8 9 4 छ अन्त त्यस्तै गरी अब के गर्ने 517 मा हामीले 69 जोड्ने, 517 मा 69 जोड्यो भने 9 7 16 मा 1 6 7 1 8 586 अप्सन नम्बर बी हाम्रो सही हो है।
अब त्यस्तै डाइरेक्सनको क्वेसन छ क्या। लक्ष्मी विश्वविद्यालय जानको लागि पूर्व दिशातर्फ अवस्थित आफ्नो घरबाट हिँड्न सुरु गर्छन्। अब यो त पूर्व भयो, यो उत्तर, पश्चिम र दक्षिण है। अब के भन्छन्, उसको पूर्वतर्फ अवस्थित आफ्नो घरबाट हिँड्न सुरु गर्छन्। घर त उसको पूर्व साइडमा हो नि त, यहाँबाट उसले हिँड्यो है, र एक चौबाटोमा पुग्छन्। अब बुझ्नु, यहाँ पुग्यो उसले। उनको बायाँतर्फ सडक हेर्नु, यो डाइरेक्सनबाट गइरहेको छ क्या। अब मैले सेट 1कै क्लासमा मैले के भनेको थिएँ, या यस्तो डाइरेक्सन छ भने दायाँ भनेको तल, बायाँ भनेको माथि। अनि जस अपोजिट डाइरेक्सन छ भने जस्ट घुमाइदिने क्या। तल पहिला दायाँ थियो भने अब तल चाहिँ कुन हुन्छ, बायाँ, र माथि दायाँ। त्यस्तै माथिवाला डाइरेक्सनबाट कोही हिँडिरहेछ भने मतलब उत्तरतर्फबाट हिँडिरहेछ भने उत्तरको दिशामा, त्यो त हाम्रो हातकै इसारामा, हाम्रो हातको राइट साइडको हात राइट, लेफ्ट साइडको ह्यान्डलाई लेफ्ट भन्ने। तल डाइरेक्सनबाट हिँडिरहेछ भने या दक्षिणतर्फबाट डाइरेक्सनमा गइरहेछ भने त्यस्तोमा के गर्ने, जस्ट अपोजिट गर्ने। दुईवटा मैले डाइरेक्सन भन्ने थिएँ कि स्मरण गर्नु होला भनेर। यो पहिलाको राइट यो लेफ्ट भइसक्यो, यो लेफ्ट जुन राइट भइसक्यो है। अब के भनेछन्, उनको बायाँतर्फ सडक एक सिनेमा हलतर्फ जान्छ, बायाँतर्फ। अब यस्तो हिँडिरहेछ भने त हाम्रो त यो कोही केस भयो नि त। अब भन्छ बायाँतर्फ, त बायाँ भनेको तल, यो साइडमा के भयो, यहाँ सिनेमा हल भयो भने उनको अगाडितर्फ सडक अस्पताल गरेसम्म, अगाडि त यो साइड अगाडि भनेको त्यही नै भयो नि त। यसको योमा के छ, अस्पताल भन्नु। अब भन्नुहोस् कि विश्वविद्यालय कुन दिशामा पर्छ है, सोध्यो भने अब त बाँकी डाइरेक्सन कुन रह्यो, दिशा उत्तर हो नि त, उत्तरमा पऱ्यो नि त है। अब त्यस्तै 44मा के प्रश्नवाचक चिन्ह भएको ठाउँमा सही विकल्प छान्नुहोस् हैन। अब यसरी मैले 20 टेबलसम्म नि याद गर्नु होला के, त्यो आइडिया हेर्दा 1648। अब यसरी 16,1648 त्यसरी नपढ्नु होला क्या। यस्तो टाइपको आइक्यूको टाइममा वर्डलाई के गर्नु, अक्षर र अङ्कलाई छुट्याए पढ्नु क्या। 1648 13 39 भने पढ्यो नि, आइडिया आयो। 16 तिया 48 हुन्छ, 13 तिया 39 हुन्छ क्या। 16 तिया 48, 13 तिया 39। अब यहाँ हेर्नु 22 तिया 66। अब त्यस्तै कुनै हुन्छ त्यसको 3 ले मल्टिप्लाई, 12 तिया 36 हुन्छ, यहाँ 34, यो त भयो भएन। 21 छ 33, त्यो त भयो भएन। 14 छ 42, 14 तिया त 42 हुन्छ नि त। अप्सनमा हाम्रो सी करेक्ट हो क्या। डीमा हेर्नु 15 तिया 45 हो भने डी हुन्थ्यो, 51 हुन्छ, त्यो गलत भयो है। त्यो हाम्रो अप्सन नम्बर सी करेक्ट हो। अब यहाँ भन्छ इफ ब्ल्याकलाई 1 ले, चिकनलाई 14 ले, देन ट्राफिकलाई कतिले जनाउने। अब हेर्नु यस्तोमा अब यस्तो कोडमा चाहिँ मैले पहिले नै भनेको थिएँ एबिसिडी लेखेर राख्नु होला त्योमा। अब हेर्नु ब्ल्याकलाई यति ठुलो सङ्ख्यालाई के गरेछ, 1 ले मात्रै डिनोट गरेछ। चिकनलाई फेरि 14 ले डिनोट गरेछ। त्यस्तै ट्राफिकलाई अब यस्तो कन्डिसनमा यति स्मरण राख्नु होला। ठुलो सङ्ख्या भयो भने त जोडेको छ, बी 2 मा पऱ्यो, यल 16 मा थियो नि, कतिमा थियो, 16 मा थियो त भने सरी यल चाहिँ 12 मा थियो, यसलाई जोड दिने। अब सानो छ भने यति यसरी सम्झिनु होला, यो चाहिँ भोवेल र कन्स्टेन्टमा फरक गरेको होला क्या। अब हेर्नु यहाँ योमा भोवेल कुन हो, एउटा मात्रै ए चाहिँ 1 मा पर्छ नि। अब योमा हेर्नु भोवेल कुन, भोवेल हाम्रो 5 वटा हुन्छ, ए ई आई ओ यू है। अब यहाँ हेर्नु आई भोवेल हो नि त, आई हाम्रो कतिमा पर्यो, ई चाहिँ 5 मा पर्यो, आई हाम्रो 9 मा पर्यो नि त। आई हाम्रो 9 मा छ, ई हाम्रो 5 मा छ हैन त। 9 5 14 भोवेललाई मात्रै जोडेछ र डिजिटमा राखेछ। अब त्यस्तै ट्राफिकलाई अब भन्छ ट्राफिकलाई कुन हुन्छ, अब ट्राफिकमा भोवेल कुन हुनु, एउटा ए हो अनि एउटा आई हो। ए भनेको 1 मा, आई भनेको हाम्रो 9 मा, 9 1 10, अप्सन नम्बर बी हाम्रो सही है। अब त्यस्तै 46 मा भनेको वान विल रिप्लेस द क्वेसन मार्क। अब हेर्नु यस्तो खालको क्वेसनमा सबैलाई जोडेको हुन्छ, मतलब कलमलाई र रोलाई, पङ्क्ति र लहरलाई जोडेको हुन्छ, या एउटा फिक्स नम्बरले डिभाइड गरेको त्यस्तै टाइपको क्वेसनहरू हुन्छ कि त्योमा सल्भ गर्नु। अब यसमा हेर्दा 5 4 9 9 7 16 16 छ, यता 8 आयो। अब 16 को आधै छ, यसरी दिमागमै पहिला नि आउनु चाहियो आइडिया के। अब हेर्नु 6 9 6 15 15 5 20 20 को आधी। अब यसको मतलब के भयो, यसको पनि आधी नै होला नि, 7 3 10 2 12 12 को आधी 6, त अप्सन नम्बर डी। अब त्यस्तै 47 मा विकल्पहरू 1 2 3 4 मध्ये कुन चाहिँ आकृति खादिएको छन्। मैले के भने अब यस्तो डायग्राममा त्यो पुरा फिक्स प्याटर्न छ मात्र क्या। अब भने योमा त होरिजेन्टल छ, एउटा यहाँ एउटा छ, योमा त छँदै छ नि, यसरी नि गल्ती भयो, योमा पनि छ अनि 4 मा पनि छ। अब यो त बी रङ नै भयो। अब हेर्नु अब योमा यति लाइन छ भने यो यसरी गएछ नि त। अप्सन नम्बर ए मा त उता त केही छैन, यो पनि रङ नै भयो। अब बीमा हेर्नु यो डायग्राम योमा फिट भइरहेछ हेर्नु न।
अब यो यसरी गएछ, फेरि यसरी यसरी अब हेर्नु यो साइडको लाइन योमा छैन, हेर्नु यसरी छ, फेरि यहाँ छैन, यो त लास्टमा छ नि त, 3 गल्ती नै भयो, 4मा हेर्नु 4 त मिल, अब अप्सन 4 बाँकी छ, 4 त मिल्दै गर्छ क्या त्यो, हेर्नु यो यसरी गएछ, फेरि यसरी आएछ, फेरि यसरी गएछ, फेरि यसरी आएछ, फेरि यसरी मिल्यो नि त, अप्सन नम्बर 4 हो है, डी सही हो। त्यस्तै 48मा के भन्छ 8 वर्ष अगाडि ए र बीको उमेरको अनुपात 5:4 थियो, तिनीहरूको वर्तमानको उमेरको अनुपात 6:5 छ भने अब 7 वर्षपछि ए र बीको उमेरको योगफल सोधेछ के, त हालको त्योमा अब यो क्वेसनलाई म ट्रिक दिइरहेको छु, हिन्ट दिइरहेको छु, तपाईँहरू कमेन्ट सेक्सनमा आफै बनाएर एन्सर निकाल्नु है। अब के भन्छ 8 वर्ष अगाडि ए र बीको उमेरको अनुपात छ, अहिले मैले हालको उमेरलाई के गर्ने, हालको उमेरलाई एक्स र वाइ मान्नु है, 8 वर्ष अगाडि भनेछ, 8 वर्ष अगाडि भन्छ पहिला 8 वर्ष अगाडि यसको उमेर कति थियो, एक्स माइनस 8 र अर्को वाइ माइनस 8, यसको अनुपात दिएछ 5:4, अनि तिनीहरूको वर्तमानको उमेरको अनुपात र एक्स र वाइको अनुपात दिएछ भने अब त्योबाट एक्स र वाइको भेल्यु निस्किन्छ नि त, एक्स र वाइको भेल्यु निस्केपछि योगफल भनेछ वर्षमा कति हुनेछ भने त योगफल भनेको जोड हुन्छ कि जोड्ने हामी के एक्स र वाइको भेल्यु, एक्स र वाइको भेल्यु त जोड्ने, अब के भन्छ 7 वर्षपछि भन्छ के, 7 वर्षपछि त एक्स कति हुन्छ, एक्स प्लस 7 वर्ष हुन्छ नि त, वाइको चाहिँ वाइ प्लस 7, एक्स र वाइको भेल्युलाई जोडेर एक्स र वाइको ठाउँमा राखेर यो जति आउँछ नि त्यो लेख्नु होला, वाइ प्लस 7 कति जति आयो भने त्यो यो दुइटैलाई जोडेर जति एन्सर आउँछ त्यही एन्सर हुन्छ कि है। अब त्यस्तै छुटेको अङ्क पत्ता लगाउनु, यस्तो टाइपको क्वेसन आयो भने अल्फाबेट डिजिटलाई डिजिटमा बेग्लै गरेर राख्नु होला, यो Z4 के छ त्यस्तो टाइपको नसोच्नु होला क्या। अब भने जेडबाट एक्स गएछ क्या, मिन्स -2 घटायो, एक्सबाट बी गएछ क्या, यसको मिन्स 2 त्योबाट पनि घटायो, टीबाट आर गएछ अनि पीबाट आर, होइन योबाट पनि के गरेछ -2 RST PQR, -2 घटाएछ नि त। अब एबाट सीमा गएछ, यसको मिन्स -2 घटेछ, फेरि +2 गएछ, फेरि -2, एउटा फिक्स प्याटर्नमा जान्छ कि एबाट सी +2 अनि सीबाट +2 गर्दा कति हुन्छ ई, अब अप्सनमा त ई त ए र बी दुवैमा छ, अब डिजिटलाई पनि हेर्नु पऱ्यो हामीले। अब हेर्नु डिजिटलाई हेर्दा 4 र 3लाई जोड्दा 7 भयो या 9 छ, 5 4लाई नजोड्दा 15 कुनै लजिकै लागेन त्यस। अब रोमा कम लागिरहेको छ भने कलममा हेर्नु 6 4 10 छ भने यता 5 मिन्स आधी हो। अब 3 2 5 त्यो त मिलेन, तर 2 र 4 जोड्दा 6 भयो नि त, 2 र 4 जोड्दा 6 को जस्ट आधी माथि 3। यसको मतलब के भयो, पहिला हामीले फर्स्ट र सेकेन्ड कलमको मतलब रोको कलम लिएछ, थर्डको एन्सर आएछ, अर्कोमा के गरेछ सेकेन्ड र थर्ड लिएछ, फर्स्टको आएछ। अब लास्टमा हामीले के गर्ने, थर्ड र फर्स्टको लिने अनि हाल गर्ने, त्यही गराएछ नि त। अब त्यो लजिक लगाइरहेछ कि 15 न कति भयो हाम्रो 24, अनि 24 के आधा 2 12 बिनमा भेटिरहेछ हाम्रो है। अब त्यस्तै भनेछ भने तल्लोको चित्रमा त्रिभुजको सङ्ख्या पत्ता लगाउनु। अब त्रिभुजको सङ्ख्या पत्ता लगाउनु भने यस्तो डायग्राम रट्टा पनि हुन्छ, नभए काउन्ट गर्दा पनि, मैले त्यो ट्रायंगल काउन्टिङको ट्रिक पनि सिकाएको छु। अब हेर्नु यो डायग्राम हेर्नु खाली, यो डायग्राममा जम्मा कतिवटा होइन, अब यो बेसमा 1 2 यो 3वटा भयो है, यो एउटा भयो प्लस 1 4वटा, यो एउटा त पुरा भयो नि त हाम्रो, योमा कतिवटा भयो 5वटा। अब योमा हेर्दा हामी यो बेसलाई लिँदा 1 2 3वटा भयो नि त, 1 2 यो पुरा 3 जोड्नु, यो एउटा भयो 1 हो 4, जम्मा यो दुईटामा कतिवटा भयो हाम्रो 4वटा भयो है, त यो दुईटा मिलाएर हाम्रो 5 3 8 9वटा भयो, जम्मा यतिवटा भयो अहिलेसम्म। अब हेर्नु छुटेको कुन कुन हो, अब यसरी हेर्दा हेर्नु यो ट्रायंगल लिनु, अब एउटा त यो ट्रायंगल त बन्छ नि त हाम्रो, एउटा यो बन्यो, अर्को ट्रायंगल हेर्नु एउटा त यो लिँदा पनि बन्छ नि त पुरै, एउटा यो पनि भयो हाम्रो। अब त्यस्तै यो साइडको लियो भने यो त काउन्टिङ त भइसकेछ हाम्रो, 1 मिनट यसले रेड कलर नै काउन्ट गरिदिएछ ल, यो दुईटा त काउन्ट भएन। अब त यो साइडबाट पनि त्यस्तै काउन्ट हुन्छ नि त, एउटा त हाम्रो त हेर्नु न यो पनि बन्यो नि त ट्रायंगल यसरी, एउटा त यो भयो, अनि एउटा त चाहिँ अब हेर्नु यो रेड अहिले यो रेड बेस कलर भएछ, अब यो ट्रायंगल पनि छ नि एउटा त, यो पनि एउटा भयो हाम्रो। अनि अब फेरि अब कुनै ट्रायंगल छ, अब हेर्नु यो लाइनमा जुटेको छैन कि, अब यो कुनैसित जुटिरहेको छ कि छैन त्यो हेर्ने हो कि हामीले, यसरी जोड्दा यो त काउन्ट भइ नै सकेछ हाम्रो, एउटा यो लाइन पनि बाँकी नै हो हाम्रो, एन्ड यो लाइन पनि हाम्रो एउटा बाँकी नै हो। अब
कुन ट्रायङ्गल काउन्ट हुन्छ कि हुँदैन, कतिवटा भयो 9 10 11 12 13 यस्तो फिगरमा नि जम्मा 14वटा भन्छ कि ट्रायङ्गल। त्यो स्मरण गर्नु होला कि, नभए फिगर रट्दा पनि हुन्छ कि। एउटा ट्रायङ्गल कुनै छुट्याएको छ क्या, यो ट्रायङ्गल पनि भइसक्यो, यो ट्रायङ्गल पनि भइसक्यो। एउटा ग्रिन एउटा हेर्नु ब्लु, यो ट्रायङ्गल हेर्नु है, यो पनि ट्रायङ्गल त हो नि एउटा। यसलाई मैले यो साइडको लिएको थिएँ, यो ट्रायङ्गल बनिरहेको छैन कि यताबाट, फोर्थ एङ्गल भयो। जम्मा कतिवटा 10 11 12 13 14वटा है। हजुरलाई कस्तो लाग्यो यो भिडियो आफ्नो कमेन्ट सेक्सनमा आफ्नो प्रतिक्रिया दिनु होला। अनि च्यानललाई सब्सक्राइब गर्नु होला र साथीहरूलाई सेयर पनि गर्नु होला है। धन्यवाद।